हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, छ्याजालो टस्सितेले के छ? यहाँहरू सन्चै हुनुहुन्छ? के छ खबर? चिसो मौसम सँगसँगै होइन, अब चिसोलाई पनि बिदा गरियो, अब गर्मी सुरु भयो। त्यही भएर आज चाहिँ म मेरो साथीहरू 2 वर्ष पछाडि हामी भेट्ने आज सल्लाह छ। उनीहरू पनि फुकुसिमा र यता यामानासीबाट आउँदै हुनुहुन्छ। त्यही भएर आज चाहिँ भेट्ने, मेरो पनि छुट्टी अनि साथीहरूको पनि छुट्टी लिएर उहाँहरू चाहिँ आउनुभएको। अनि फुकुसिमाबाट सावित्रा दिदी अनि यामानासीबाट आइसा अनि यता टोकियोबाट अनिसा अनि म चाहिँ खानागावाबाट। अनि धेरै पछि हाम्रो भेट्ने सल्लाह छ। उनीहरू के अरे त्यहाँनिर भेटिसक्यो, म चाहिँ अब यहाँबाट हिँड्न लागेको। उनीहरू मेरो वेटमा छ। अब मैले ढिलो गरेँ भने उनीहरू रिसाउँछन्, त्यही भएर म पनि निस्किनुपर्ने हुन्छ। अब उनीहरूसँग भेटेर नै यहाँहरूलाई देखाउने छु। बाई बाई, स्टे ट्युन गाइज। हेलो गाइज, म चाहिँ ट्रेनबाट झरेर किन्सिचो स्टेसनमा आइपुगेँ। अनि साथीहरू चाहिँ फेरि उनीहरूको सामान राख्नुलाई रुमतिर गएछ। अनि म चाहिँ यहाँनिर किन्सिचो पार्कमा झरेर एकछिन पार्कमा घुम्छु। अनि उनीहरू आइन्जेल यहाँ वेट गर्दैछु। कस्तो दामी पार्क रहेछ यहाँनिर। ल, यतिखेर चाहिँ साकुराको सिजन हो यहाँ, त्यही भएर साकुरा दामी फुलिरहेको छ ढकमक्क। अब झर्ने बेला पनि हो, यो राम्रो छ। नजिककै हुनुहुन्छ भने आउनु होला घुम्नलाई। दामी फुलिरहेछ। अब झर्ने टाइम भइसकेछ यहाँनिर। चाहिँ एक्लै यहाँ घुमिरहेको छु। मेरो बुढो चाहिँ काममा जानुभएको छ, त्यही भएर आउनु भएन। आज म एक्लै छु। चिसोले कति जाडो भएको छ, एकदमै चिसो छ मौसम। दामी 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 अति नै चिसो छ। पानी पनि पर्न थाल्यो, एकदम वेदर चिसो छ। मान्छे कुर्नुभन्दा त बरु एकछिन पार्कमा घुम्नै राम्रो होला भनेर चाहिँ पार्कमा पसेँ। साकुरा झर्न थालिसकेछ। यहाँ चाहिँ यो साकुराको सिजनमा चाहिँ फेस्टिभलहरू लागिरहन्छ। यस्तै देख्नेहरू झुन्डाको चाहिँ यसको नाम आएन मलाई। फुल्दैछ, कोपिला पनि भइरह, फुली पनि सकेको छ। दामी आउनु होला है गाइजहरू। फुल चाहिँ फुल्छ, तर आजको मौसम एकदमै चिसो छ। त्यही भएर जाडोले मैले एक्लै भिडियो बनाउनु पनि सकिनँ। थोरै भिडियो चाहिँ बनाएँ, चिसोले हात पुरै कठिन लिएर। यहाँको स्काई ट्री जापानको फेमस यहीँ नजिक छ, देख्न सक्नुहुन्छ। धेरै अग्लो छ यो, कति मिटर अग्लो हो थाहा भएन मलाई। त्यो चाहिँ नजिकै हो। मेरो साथीहरू बस्छ यहाँ चाहिँ, अनि त्यही भएर आगो भेट्नलाई। चिसोले मर्न आँटे। कस्तो राम्रो, यो युनिक टाइपको फुल रहेछ, सेतोवाला। रमेश सान्डामा चाहिँ अब हाम्रो गाइजहरूलाई यहाँ भेट्नलाई रुममै आइपुग्यौँ। हामी चाहिँ बाहिर भेट्ने भनेर भनेको, तर एकदम चिसो भयो अनि रुममै फर्क्यौँ। अब चाहिँ साथीहरूलाई भेट्न जाँदैछु। रमेशन मलाई बाटोमा लिन आउनुभएको थियो, त्यही भएर अब चाहिँ हामी साथीहरूलाई भेटेछ। अब जुत्ता पो खोल्नुपर्छ त मैले त। मस्त आफ्नो धुन छ, गफ गरिन्छ।
यस्तो के बनायो होला भनेको त सब कोठा हेलो ल है हामी चाहिँ सबैजना आफ्टर 2 इयर्स होइन 2 वर्षपछि भेटेको अनि नयाँ मान्छेलाई पनि हेलो हाम्रो स्विट एन्ड ब्युटिफुल सँग चाहिँ 2 वर्षपछि भेट भयो 2 वर्ष भयो है दिदी हामी नभेटेको ल फाइनल्ली सबैजना भेट भयो एकदमै खुसी मेरो चाहिँ अब यहाँ लङ दिदी यहाँ हेर्नु न यहाँ लङ बुट खोल्नुपर्छ खोइ त मेरो भिडियो त कहाँ भइहाल्यो नि लङ टाइमको भेटघाट पूजालाई आएको छ धेरै मारेर खै कुन चाहिँ हो यो पावर बटन नहेऱ्यो माथि र तल हामी पनि 2 वर्षपछि नै भेट भएको हैन ल है 2-2.5 वर्षपछिको भेटघाट अब कहानी उ भनेको त मेरो मुटुमै छ सिक्री हराउला घर कसरी जाने बिफोर र आफ्टर होला नि फेरि जाडो भनेर अरूले गरी भन्दा हुन्छ हामी जाडो भित्र फिलिङ इरिटेट होला नि कौमती हाम्रो साथी हसुमती कौमतीलाई नै हसुमती भन्ने हसुमती मेरो भिडियोमा पनि देखाइदिनु थ्याङ्क यू सो मच दिदी दिदीले चाहिँ यो मलाई चाहिँ जुन्दा के अरे जुन्दा मोनो सेन्दाईको फेमस के हो यो ओखासी हो ओखासी ओखासी ल्याइदिनु भएछ थ्याङ्क यू सो मच अब यो खोल्ने चाहिँ घरमै लगेर खोल्छु हेर्दाखेरि सबैले सकाइदिन्छ मेरो बुढासँग गएर खाने हो सँगै कहाँ मिठो छ जस्तो छ थ्याङ्क यू फाइनली आज चाहिँ हामी सबैजना भेट भएर चाहिँ यहाँ सिनोकुबोको नाङ्लो घरमा आइपुगेको छौँ र दिदी हेलो भनिदिनु दिदीसँग हामी 2 वर्षमा भेट भएको अनि आज हामी त्यो घरमा नाङ्लो घरमा छौँ हामी 6जना साथीहरू चाहिँ यहाँ नाङ्लो घरमा नाङ्लो सेट्नलाई अगाडि खाइसक्यो अब चाहिँ नाङ्लो सेट खाएर भुँडी ड्रममा बारेर घर फर्कियो चाहिँ अलिकति दुःखी पनि छु किनभने मेरो बुढा आउनु भएन धेरै मिस गरेको छु म फेरि नेक्स्ट टाइम लिएर आउनेछु अहिले चाहिँ मैले लस्सी खाँदैछु अनि अब नाङ्लो घरमा नाङ्लो सेट चाहिँ यो फ्राई मोमो हुँदो रहेछ अनि चिकन चटपटे मोमो पानीपुरी अनि यो पनि चिकन फ्राई रहेछ आलु फ्राई ल कम्बो सेटमा नाङ्लो घरमा यस्तो खानेकुरा पाइन्छ यहाँहरू सबैजना आउनुहोला यो चाहिँ हो हाम्रो समय बजी टेस्टी
अब हामीले नाङ्लो सेट खाइसके के अरे कम्बो सेट खाइसकेर पनि ढिँडो सेट अब यहाँ हेर्नुहोस् ढिँडो के खस्यो बिहान ढिँडो अनि यो चाहिँ थकाली सेट अब रोटी सेट बाँकी छ यो चाहिँ हो रोटी सेट